ओ सुरज त मेरो घर आइहाल्छ त छिटो। किन हौ फेरि रोकाउँदैछु? यसलाई पनि के काम होला हौ? अब पनि के भयो यार? तँलाई मलाई मेरो एउटा सानो हेल्प गर्नुपर्छ यार। कस्तो हेल्प? सुन, अब तँलाई भनेको है, एउटा भिलनको किरदार निभाउनुपर्छ। पर्छ मेरो भाइहरूलाई सम्झाउनुको लागि। अब भाइहरू भनेको एकदम इमोसनल इम्प्याक्ट छ। तिनीहरू आफै बुझिहाल्छ कि हामीलाई दाजुले बचायो भनेर। तँ सक्सेस गर्नु हुन्छ कि हुन्छ, तर पनि ल दादाले यस्तो प्लान रचिरहेछ। अरे आकाशले देख्यो। छोड्दे, देख्नु दे, के पनि गर्न सक्दैन त्यसले। मेरो नाम के हो भने त्यसलाई के थाहा? हो कुरा बुझिस् नि? आकाश मदन निर्मल मदनहरू दाइहरू मेरो कुरा ध्यान दिएर सुन्नु। ठुलो दाइले हामी मान्छौँ क्या भनेर कसरी सम्झाउनु उहाँलाई? सरी यार, तर मलाई यस्तो गर्नु पर्यो। अब किनकि तिमीहरू मेरो कुरा मान्दैन थियौ, त्यसैले। अनि मलाई चाहिँ किन बोलाएको त रे? जा अब तेरो काम भयो। अघि भर्खरै त आन्जानिकमा भिलेन बनिनु खोजेको। बिस्तारै भिलेन भइन्छ। अब हेर के गर्छु म। उयो नरिसा सालाहरू। छोडिदिनु तपाईँ त्यसलाई, छोडिदियो त्यसलाई, के हुन्छ?